मेसीको बाउ म गणेश माझी हो नि। अनि अब आज तपाईँको मेसी छोराले हार भने चाहिँ मेसी माझीले मेसी माझीले आज हार्दै हार्दैन नि, अब त सोलिडै जित्छ नि त। सोलिड जित्छ। लु अब एक कुरा भन्नु, एक कुरा भन्नु चाहिँ अब मेसी माझीले कति गोल हान्छ आज? आज मेसी माझीले कम्तीमा पनि 2 गोल चाहिँ छिराकै हुनुपर्छ। 2 गोल छिराउँछ। मेसी माझीले जित्ला त? मेसी माझीले आज जित्नै पर्छ आज, किनभने जित्ने भयो भने त सर्वस्व हुन्छ, के अरे देशै खत्तम पो पार्छ त। भनेपछि अनि मेसी माझी भन्नुभयो तपाईँले होइन अघि? हजुर। अनि मेसी माझी नै हो त? मेसी माझी नै हो। कसरी माझी? मेरो छोरा हो नि त नि। ए तपाईँ पनि माझी? माझी। ए मेसी त नि मेरो छोरा हो नि त। छोरा? अनि के छ यो हाम्रो गाउँतिर चाहिँ यसो हल्ला थियो, तपाईँ चाहिँ अर्जेन्टिनामा ठुलो मेला बजार लाग्दाखेरि चाहिँ मेसी सानै हुँदा तपाईँले छोडेर आउनु भएछ त्यहाँ बाटोमा अलमोस्ट। अर्जेन्टिना त नि म त उहीँ जन्मेको नि त नि। अर्जेन्टिनामा जन्मेर नि तपाईँ मेलामा जाँदा चाहिँ मेला त्यो ठुलो मेला बजारमा चाहिँ तपाईँको मेसी माझी हराएको अरे? मेसी माझी हराएको खोजेर ल्याएको कि अर्जेन्टिनाले। ए अर्जेन्टिनाले खोजेर ल्याएको? अनि त्यहाँबाट सुन्नु न, पक्नु न, अनि अर्जेन्टिनाले खोजेर ल्यायो अनि अहिले बाउ भनेर चाहिँ मेसी माझीले फोन गर्छ कि नै? म राम्रो गर्छ नि फोन गर्छ। बाउ खर्चहरू? हजुर खर्चहरू चाहिँ? खर्च वर्ष चाहिँ अब भोलि पर्सि म दिन्छु, के अरे जितेपछि? फाइनल जितेर? फाइनल। अनि अब आज तपाईँको मेसी छोराले हार भने चाहिँ मेसी माझीले? मेसी माझीले आज हार्दै हार्दैन नि, अब त सोलिडै जित्छ नि त। सोलिड जित्छ। लु अब एक कुरा भन्नु, एक कुरा भन्नु चाहिँ अब मेसी माझीले कति गोल हान्छ आज? आज मेसी माझीले कम्तीमा पनि 2 गोल चाहिँ छिराकै हुनुपर्छ। 2 गोल छिराउँछ। लु यसरी हाम्रो चाहिँ मालदाई चाहिँ तपाईँको नाम के अरे? मेरो मेसीको बाउ म गणेश माझी हो नि। गणेश माझी? भनेपछि मेसी छोराले आज 2 गोल हान्छ? 2 गोल त आज सिधै हान्छ। रमाइ हान्छ। त्योभन्दा बेसी? बेसी हान्दैन त्यसले। 2 हान्छ? 2 चाहिँ हान्छ त्यसले, फरकै पर्दैन। आशीर्वाद दिइसक्नु भयो? दिइसकेको। ल भरे ऊ ताल पर्यो भने त्यसले अझै एउटा थप्छ कि जस्तो लाग्छ, 3 चाहिँ पाउँछ कि जस्तो लाग्छ। एक थप्छ? ए ज्यामरा छ क्या मेसी माझी त? त्यो कडा छ, कडा। मेरो छोरा हो कि, खतरा छ त्यो। खतरा छ।